ल है गाइस, जापानको चाहिँ गाउँ यस्तो हुन्छ है। चटक्क बाटो है, यहाँ यस्तो नाली छ हैन, यस्तो घरहरू हुन्छ, टक्क हिँड्नलाई बाटोहरू छ। ल हेर्नुहोस् ल है, यसो गाडी हुन्छ टक्क पार्किङ गर्नलाई आफ्नो यस्तो हुन्छ है, शान्त सरर छ है। ल बाटो हेर्नु ए, ल यस्तो छ है। ल बिहान बिहान दामी दामी मर्सिडिजहरू छ होइन, के छ मस्त छ। ओ पारि घर बन्दै रहेछ, साइकलमा यसरी लाइट बालेको हुन्छ है, यसरी लाइट हुन्छ साइकलमा चाहिँ। ए यो चाहिँ घर, यो पुरानो स्टाइलको घर भयो। ए नयाँ स्टाइलको घर यहाँ बन्दैछ। यहाँ जग पनि पुरिरहेको छ, यहाँ घर बन्दैछ। यसरी बारेर हुन्छ यहाँको घर चाहिँ। यहाँ पनि यो बाटो हिँड्दा यति धेरै घर बन्यो। यहाँ एउटा घर थिएन, हिँड्दा हिँड्दै बन्यो कि सब नयाँ घरहरू। यो हल्लाबेरको बुट्टा आयो। यहाँको चाहिँ अलिकति बाटो बनाउन लाग्छ, यहाँको चाहिँ यस्तो बिग्रेको छ। नाली छ, यहाँ नालीहरू बनाइसक्यो। म हिँड्दा हिँड्दै बनाइसक्यो। औ अगाडिसम्म चाहिँ पिच गरेकै छ। अब यो चाहिँ अब छिटै बनाउँछ होला। हेर्नुहोस्, कामबाट फर्किँदैछु म चाहिँ। अहिले बिहानको 6 बजेको छ, 6:15 भएको छ। है यहाँ यस्तो नाली, यहाँ बिचमा दुलो टक्क पालहरू राखेको है। यहाँसम्म पिच भइसकेको छ। ल दामी छ है, सर्र गरे घाम लाग्न लागिसक्यो। नेपालमा त अहिले 3 बजे छ होला। 3 यसरी ह्यान्डल नि छोडिदिन्छ हामीले कि खासै छैन नि त। मजा आयो। सल्लाहको बुढा छ है, यहाँ त सल्लाहको बुढा जाडो छ। सर्र ज्याकेट लगाएर हिँड्नुपर्छ। ठिक छ है, सब सुतेर हाल्न मजाले। फुलहरू चाहिँ टक्क लगाएर ठिकै छ। ठाउँ चाहिँ दामी छ। सबको गाडी हुन्छ यहाँ, दामी दामी सब गाडीमा हिँड्छ। 4 फाल्ने बक्स है यो चाहिँ। यसरी बाहिर यसरी उताबाट गाडी आइरहेको छ टक्क लगाएर। गाउँ यस्तो हुन्छ है जापानको गाउँ। जापानको गाउँ कस्तो हुन्छ होला भन्ने मान्छेहरूलाई चाहिँ यस्तो हुन्छ है जापानको गाउँ चाहिँ। जापानको गाउँ भनेको चाहिँ यही हो, यस्तै खालको। अब नेपालमा चाहिँ यसलाई सहरै जस्तो मानिन्छ अब होइन। ए यस्तो दामी दामी गाडी छ टोयोटाकै, स्वात्त गरी हिँड्यो। अलिकति मेन हाइवे, अलिकति हाइवेमा है। केटाहरू अगाडि काम जाँदैछ है।